सो ऑल राइट गाइज, वेलकम बैक टू न्यू भिडियो। हाम्रो नयाँ भिडियोमा सबैजनालाई फेरि पनि स्वागत छ। आई होप कि सबैजना सन्चै हुनुहुन्छ होला। सो आजको भिडियो भनेको जुम्लाको चन्दननाथ मन्दिरबाट सुरु हुँदैछ र आज हो सोमबार र हरेक हप्ताको सोमबार यस चन्दननाथ मन्दिरमा महाआरती हुने गर्दछ। सो त्यही महाआरतीमा सामेल हुनको लागि हामीहरू यस चन्दननाथ मन्दिरमा पुगिसकेका छौं र यदि हजुरहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथै भिडियो लास्टसम्म हेरेर भिडियो मन परे लाइक, कमेन्ट र शेयर पनि गरिदिनु होला। सो हामीहरू 3 जना गएका थियौं, मेरो पछाडिको शरद र साइडमा विशेष। हामीहरू पूजाको तयारी हेर्दै थियौं। यतिकैमा पुजारी बा आउनुभयो र उहाँले पूजा सुरु गर्नुभयो। उहाँ चाहिँ एकदमै हसमुख खाले हुनुहुन्थ्यो। मेरो हातमा क्यामेरा देखेर मुस्कुराउँदै हुनुहुन्थ्यो। सो अहिले चाहिँ पूजा सुरु भइसकेको छ र मान्छेहरूको भिड पनि बढिरहेको छ। पूजा चाहिँ साँझको 6 बजेतिर सुरु हुन्छ, तर हामीहरू 5 बजे नै पुगेका थियौं। महाआरती सुरु हुनुभन्दा पहिला पूजा हुन्छ। पूजा सकेपछि बल्ल महाआरती सुरु हुन्छ। सो महाआरतीमा आएर मन शान्त हुन्छ। हामीहरू जस्तो स्टुडेन्टहरूको लागि यस्तो महाआरतीमा आउनु एकदमै राम्रो हुन्छ। घरदेखि टाढा आएर रुममा एक्लै बस्ने, घर परिवारको याद र पढाइको टेन्सनले मन पुरै उकुस मुकुस भएको हुन्छ। तर हप्तामा एक दिन महाआरतीमा आएर मन शान्त हुन्छ। र हजुरहरूले मान्छेहरूको भिड देख्न सक्नुहुन्छ। पुरै छतको माथि बसिरहेका छन्। सो अहिले चाहिँ पूजा अन्तिम चरणमा पुगिसकेको छ र पूजा सकिने बित्तिकै दीप प्रज्वलन हुन्छ र त्यसपछि महाआरती सुरु हुन्छ। सो अहिले हजुरहरूले देख्न सक्नुहुन्छ दीप प्रज्वलन भइरहेको छ र यो दीप प्रज्वलन भइसकेपछि महाआरती सुरु हुन्छ र महाआरती सकिने बित्तिकै थोरै नाचगान पनि हुन्छ र नाचगान सकिने बित्तिकै प्रसाद वितरण हुन्छ। सो भिडियो चाहिँ पुरा हेर्नु होला। ओम शं शिव शंभो ओम शं शिव शंभो। जटाटवीगलज्जल प्रवाह पावितस्थले गलेवलम्ब्य लम्बिताम्बुजंग तुंगमालिका। जटाटवीगलज्जल प्रवाह पावितस्थले गलेवलम्ब्य लम्बिताम्बुजंग तुंगमालिका। वट्टमर्वयं चकार चण्डताण्डवं तनोतु नः। शिव शिवं शिव शिवं। गणेश जी को जय, महाराज को जय, चंदननाथ बाबा को जय। होइन
प्रसाद केटाहरूको चप्पल हराइगयो मेरो चाहिँ रहेछ दुईटै एउटा चप्पल उता अगाडि होला के भेट्यो शरद भेटेन अगाडि होला सर हेर न गुण्डा एउटै गुट्टाको हो नि आऊ अगाडि होला आऊ खै प्रसाद लग्छ नि बाहिर निस्क गर्ने उ गरौँ ठुलो मान्छेले समान बिस्तारै समान यो पोखिना छ है ठुलो मान्छेले समातिनुहुन्छ नानु एउटा प्रसाद शरद हालिदेऊ त थोरै सुन्तला हालिदेऊ शरद हजुर हालिदेऊ न त सुन्तला थ्याङ्क यू शरद खै पायो मैले प्रसाद पायो चप्पल पायो सँगसँगै प्रसादमा त्यही त थियो त्यहाँ सो गाइज अहिले चाहिँ हामीले प्रसाद खाइसक्यौँ र हजुरहरूले देख्नुभयो भिड कति धेरै हुने रहेछ सो चप्पलहरू चाहिँ एकदमै राम्ररी राख्नुपर्ने हुन्छ नत्र खोज्न एकदमै टाइम लाग्छ सो अहिले चाहिँ हामीले प्रसाद खाइसक्यौँ र अब हामी रुमतिर जान्छौँ सो गाइज आजको भ्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला र नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला सो भेटौँला गाइज अर्को भ्लगमा बाई बाई